यो भिडियो चाहिँ बिगिनर आर्टिस्टहरुको लागि हो। आज चाहिँ हामी रियलिस्टिक हेयर ड्रा गर्ने सिम्पल प्रोसेसको बारेमा डिस्कस गर्ने छौं। हेलो एभ्रीवन, मेरो नाम चाहिँ निश्चल भण्डारी एन्ड आई एम अ रियलिस्टिक स्केच आर्टिस्ट फ्रम झापा। फर्स्टमा चाहिँ हामी चारकोल पाउडर युज गरेर आउटलाइनमा भए अनुसारको बेस तयार गर्छौं। यो प्रोसेसमा चाहिँ तपाईले भिडियोमा देखाए जस्तो ब्रश युज गर्नुभयो भने एकदमै सजिलो हुन्छ। चारकोल पाउडर युज गर्दा चाहिँ हामी हार्ड चारकोल पाउडरले चाहिँ फर्स्टमा लेयर तयार गर्छौं, त्यसपछि बिस्तारै मिडियम हुँदै डार्क एरियाजहरुमा सफ्ट चारकोल पाउडरको युज गर्छौं। चारकोल पाउडरले बेस लेयर तयार गरिसकेपछि चाहिँ हामी हेयरलाई भोल्युम दिनको लागि चारकोल पेन्सिलको युज गर्छौं। चारकोल पेन्सिल युज गर्दाखेरि चारकोल पाउडरमा जस्तै सुरुमा हार्डबाट सुरु गर्छौं अनि बिस्तारै मिडियम हुँदै डार्क एरियाजहरुमा चाहिँ सफ्ट चारकोल पेन्सिलको युज गर्छौं। त्यसपछि चाहिँ मोनो जेरो इरेजरको युज गरेर हामी हाइलाइट्सहरु क्रिएट गर्छौं, जसले चाहिँ हाम्रो स्केचलाई रियलिस्टिक बनाउनको लागि एकदमै धेरै हेल्प गर्छ। यो स्टेप्सहरु फलो गरेर तपाईले एकदमै कम समयमा अनि एकदमै सजिलै रियलिस्टिक हेयर ड्रा गर्न सक्नुहुनेछ।